हेलो एभ्रिवान, आज चाहिँ तपाईहरुलाई म चिकनको रेसिपी देखाउनु आँटेको छु। फर्स्टमा चाहिँ म तपाईलाई सरी किनभने सबै अलरेडी हालिसकेको छ, तर पनि म भन्ने छु तपाईहरुलाई कि यसमा चाहिँ के हालेको छ भनेर चाहिँ मेरो दिदीले बताउनुहुन्छ। दिदी के हाल्नु भएको छ भन्नुस् त। आज चाहिँ हामी चिकन बनाउनको लागि चाहिँ यहाँ टमाटर, प्याज, अदुवा, लसुन अनि धनियाको त्यो स्टेम अनि त्यसपछि जिरा धनिया पाउडर, चिकन मसला पाउडर सबै नै हालेर यहाँ मजाले पकाएको छु। अलिकति तेल हालेर अनि अब यसको चाहिँ पेस्ट बनिन्छ। अनि अगाडिको प्रोसेस चाहिँ फेरि बताउँला हामी तपाईलाई। हेर्नुहोस्, तपाईहरुलाई पनि यस्तो चाहिँ मनपर्ने छ। अहिले एकछिनमा हेर्नुहोस्, यो चाहिँ जस्ट स्टार्टिङ हो, कस्तो गरेर चाहिँ बनाएको हो भनेर चाहिँ देखाउँदैछु तपाईहरुलाई। हेर्नुहोस्, यहाँनिर यसको साइडमा साग पनि बनिँदैछ। यो चाहिँ हो यताको लोकल साग हो। के सागको नाम के हो दिदी? यो हामी चाहिँ नेपालीमा चाहिँ गिन्देरी भन्छ, गिन्देरी साग भन्छ नि, त्यो साग हो यो चाहिँ। आज सन्डे स्पेसलमा चाहिँ हाम्रो चाहिँ यहाँ चाहिँ छ गिन्देरीको साग। अनि अब चिकन पनि बनिनु आँटेको छ, तपाईहरुलाई देखाउँदै जान्छु म। अब चाहिँ यो मसलाको पेस्ट बनाएको चिकन बनाउनुको प्रोसेस सुरु गरेको म चाहिँ अलिकति आफ्नै पकाउँदाखेरि कि आफ्नै दिमागमा के आउँछ त्यही गरिदिन्छु। कुनै पर्टिकुलर रेसिपी फलो गर्दिनँ। अन्त अहिले यसो दिमागमा आएर यहाँ के हाल्यो भने दही हालेर यसो अलिक मजाले मुछ्दैछु। अब यहाँ अदुवा र लसुनको पेस्ट पनि हाल्छु, हल्दी हालेर मजाले हेलो गरेर अनि बनाउनु। दिदीको चाहिँ यो आफ्नै हुन्छ है रेसिपी, यो कसैकोबाट चोर्नु भएको होइन। यो चाहिँ दिदीको आफ्नै ओन दिमागमा जे दिदीको आउँछ त्यही आफै बनाइहाल्नुहुन्छ हो। त्यो चाहिँ भन्छ इन्स्ट्यान्ट रेसिपी। इन्स्ट्यान्ट रेसिपी हो यो चाहिँ। हेर्नुहोस्, यहाँनिर चाहिँ यो दही हालेर अनि चाहिँ लसुन र अदुवाको पेस्ट हालेर चाहिँ मजाले यसरी मोल्नुपर्छ। त्यसमा नुन हाल्नुभयो तपाईँले? हालेपछि बादमा हाल्छु। नुन पनि हाल्नुहुन्छ है बादमा। के चाहिँ बनिन्छ है होला नि। हेर्नु है गाइस, अब यहाँनिर चाहिँ कराई बिठाइसक्नु भएको छ है। लु यहाँ चाहिँ अब हेर्दै गर्नुहोस् यसको प्रोसेस, अनि तपाईँहरू पनि ट्राई गर्नुहोस्, मिठो लाग्छ तपाईँहरूलाई। सो यो चाहिँ अहिले भर्खर हामीले पिसेको मसला जो तपाईँलाई अहिले भर्खर मैले देखाएको थिएँ त्यो बनाएर, त्यो हाम्रो पिसेको मसला पनि रेडी भइसकेको छ। कराईमा चाहिँ हामीले तेल हालिसकेको छ। तेल चाहिँ मजाले तातो भएको छ। अब चाहिँ त्यो अघि चाहिँ जुन चाहिँ दहीमा यो यसलाई चाहिँ मजाले त्यहाँदेखि चाहिँ चलाउनुपर्छ। एकछिन भुट्नु पऱ्यो, अलिक त्यसको कलर चिकनको कलर चेन्ज हुन्छ। एकैछिन 5-10 मिनट। अनि फ्लेम चाहिँ मैले हाई नै राखेको छु। अब फेरि बेसी पानी छोडिदिन्छ चिकनलाई। त्यही त एकैछिन भुट्छु म। तपाईँहरू धीरे हालेर चाहिँ हेरिदिनु होला। त्यही त अल्छी नपर्दिनु। त्यही त है। हाम्रो दिदी चाहिँ एकदम के गर्नु, यो एकपल्टको जिन्दगी पाएको। अन्त खाना यसो राम्रो खाएर राम्रो लगाइराखेको मात्रै जितिन्छ। त्यही त हो गाइस, खाएको एकपल्ट बल्ल बल्ल पाएको जिन्दगी त अब होइन दिदी। त्यही त हाम्रो दिदी चाहिँ एकदम मास्टर सेफ भन्दा पनि डेन्जर हो है। किनभने आफ्नो ओन रेसिपी हुन्छ दिदीले चाहिँ। जहिले पनि सडन एकदम आफ्नै रेसिपी हुन्छ हो। अब दिदीले पनि पेज खोल्नुवाला हुनुहुन्छ गाइस। अब दिदीलाई पनि सपोर्ट गर्नु होला। दिदीले पनि अब हल्दी हाल्नुभयो हो। शिलङको एकदम अर्ग्यानिक हर्दी हो। शिलङबाट ल्याउनु भएको अर्ग्यानिक हर्दी हाल्नुभयो। हेर्नुहोस् मजाले दामी देख्दैछ मजाले चलाएर चाहिँ यसमा चाहिँ दिदी पानी निक्लिँदैछ है। पानी अस्तिको चिकन थियो त्यो पानी तारेन नि त। ए त्यो भएर चाहिँ पानी निस्क्यो है। मजाले एकछिन पानी सुक्छ गाइस। त्यसको बादमा तपाईँलाई पानी निस्किरहेछ कि अन्त एकछिन घुटेर मात्रै नुन हाल्छु।
नुन चाहिँ हाल्नु भएको रहेछ किनभने नुन हाल्यो भने के हुन्छ दिदी अझै पानी निस्किन्छ त्यो भएकोले गर्दा चाहिँ दिदीले नुन चाहिँ हाल्नु भएको छैन है यहाँ हाम्रो दिदीको नाम चाहिँ हो भनिदिइहाल्नुहोस् न तपाईँको दिदी नाम चाहिँ मेरो नाम चाहिँ नो नेम नो नेम अरे दिदीको नाम चाहिँ हो अब चाहिँ अब नुन हाल्दैछु अब यो नुन हालेर चाहिँ एकछिन यो पानी सुकुन्जेल चाहिँ अलिकति भुट्नुपर्छ अनि आलु हालिदिन्छु त्यसमा चाहिँ आलु पनि हाल्नुहुँदैछ है दिदीले मान्छे बेसी छ चिकनको पिस कम्ती छ अन्त क्वान्टिटी बढाउनलाई चाहिँ आलु हालेर चाहिँ यसलाई चाहिँ भन्छ जुगार इन्डियनहरू जुगारमा बहुत एक्सपर्ट हुन्छ यो टेक्निकहरू चाहिँ तपाईँहरू पनि फलो गर्नुहोस् है गाइस थुप्रै घरमा फ्यामिली छ भने चाहिँ तपाईँहरूले चाहिँ जुगार गर्नु लागि चाहिँ तपाईँहरू आलु हाल्नु सक्नुहुन्छ अब चाहिँ दिदीले चाहिँ यहाँ चाहिँ भात पनि चामल पनि भिजाइसक्नु भएको छ है आजको चाहिँ हाम्रो सन्डे स्पेसल चाहिँ अब चाहिँ के हो अब चाहिँ के गर्नु हुने भात पनि बसाउनु भयो हाम्रो दिदी चाहिँ एकदम खाना बनाउँदै इन्जोय गर्नुहुन्छ है लु है अब यहाँ चाहिँ अलिकति पानी अलिक बेसी निस्क्यो कि अन्त यो पानी सुक्दा सुक्दा त चिकनै पाकिसक्छ जस्तो छ अन्त अब चाहिँ म यो अघि पिसेको पेस्ट बनाएको मसला चाहिँ हालिदिनु हुँदैछ फेरि बादमा त्यही त पाक्दो भयो माथि पाकिसक्छ फेरि मसला माथिबाट हुँदै रहेछ अन्त अब के अब गडबड हुँदै जान्छ अनि त्यही गडबडलाई सुधार्दै जाने जसले सुधार्छ त्यही चाहिँ मास्टर सेफ हो नि फेरि भइसकेछ हो अब कभर अप गर्नै परेको छ यस्तो भनेको त मास्टर सेफहरू चाहिँ यस्तो हुन्छ नि त यस्तो हुन्छ है गाइस मास्टर सेफहरू चाहिँ आलु पनि यसरी हालिदिएको छु अब यो चिकन खाने चाहिँ मेम्बरहरू चाहिँ 8 जना छ त्यही भएर के गर्नु यो आमाले सबै नानीहरूलाई पुऱ्याउनु पर्छ अन्त यसरी आलु 8 जना आमाको नानीको आमा त्यही त भनेको 8 जना नानीको आमा चाहिँ यहाँ हेर्नु त्यही त भनेको हाइट चाहिँ तर पनि नानी चाहिँ 8 जना छ लु हेर्नु है गाइस वाउ दामी बनिँदैछ है दामी बनिँदैछ हामी चाहिँ अलिक मजाक मस्ती पनि गर्दै बनाउँछ होइन सबै कुरो हुनु पऱ्यो नि त भिडियोमा इन्टरटेनमेन्टहरू त त्यही भएर तपाईँहरूलाई पनि अलिक मजा पनि आउँछ भिडियो हेर्नु लागि होइन त्यही भएर चाहिँ हामी चाहिँ यस्तो खालको भिडियो बनाउँछ है गाइस त्यो तपाईँहरू पनि हाम्रो भिडियो हेरेर चाहिँ एकदम मजा गर्नुहोस् इन्जोय गर्नुहोस् सो द्याट हामी चाहिँ यसरी गर्छ इन्जोय होइन दिदी पकाएको छ नि त यसको काँचोनेस त्यो रनेस चाहिँ गइसकेको छ अन्त अहिले यसरी हाल्दा पनि केही फरक पर्दैन हेर्नुहोस् यहाँ कस्तो देख्नु त दामीको देखेँ त त्यही त एकदम तपाईँहरूलाई पनि यसो खानु मन छ भने चाहिँ यहाँ एड्रेस हालिदिन्छु है म तपाईँहरू आउनु सक्नुहुन्छ तपाईँहरूलाई आलु चिकन को कोलाई मनपर्छ हो मलाई त पुरा मनपर्छ आलु चिकन त्यही त अब यसो रेस्टुरेन्ट खोल्नु भनेको खै त्यही त माया पाउँछु तपाईँहरूले यसो माया देखाउनु भयो भने त अब के अरे रेस्टुरेन्ट पनि सक्सेस हुन्छ अन्त दिदीले पनि छिटै अब यसरी पेज खोल्नु आँट्नु भएको छ दिदीको फेसबुकको पेज चाहिँ के हुनेछ दिदी नाम भनिदिनुहोस् न हावामै छ मैले चाहिँ दिदीको फेसबुकको पेजको नाम चाहिँ यो डिसाइड गरेको छु कि दिदीको किचन भनेर अब हेर्नुहोस् गाइस यहाँ छैन टेस्ट पनि राम्रो सेफले चाहिँ खाना कस्तो बन्यो नुन सुन भने चाहिँ हातमा पर्छ र चाटेर टेस्ट गर्नुपर्छ त्यही त अरे नभए त कसरी याद पनि हुन्छ हौ टेस्टको होइन त्यो पनि याद हुनु पर्यो नि त हो हेर्नु है गाइस चिकन अलिक छेउबाट देखाइदिन्छु तपाईँलाई हेर्नु है हामी एकदम कतिजनाको त मुखमा पानी पनि आइसक्यो होला चिकन हेरेर अब छोपेर पाक्नु दिन्छु ल अनि फेरि बादमा देखाउँछु ल फाइनल प्रोडक्ट देखाउँछु ल है दिदी वाउ अब चाहिँ अहिले चाहिँ चलाउनु हुँदैछ अलिक पानी सुक्ला सुक्ला हुँदैछ नि त त्यो भएकोले गर्दा चाहिँ यस्तो चलाउनु हुँदैछ है गाइस कलर चाहिँ दामी आएको छ चिकनको लु गरम गर्नुभयो पानी चाहिँ दिदीले चाहिँ गरम गरेर चाहिँ अलिक पाकोस् मजाले ग्रेभी भनेर चाहिँ यो चाहिँ अब मजाले उम्लेर पाक्छ हो खासै झोल चाहिँ हालेको होइन यो चाहिँ मजाले पाक्नु लागि चाहिँ दिदीले गरम पानी गरेर चाहिँ आलु लाग्छ आलु पाएको छैन नि त फेरि काँचै हुन्छ आलु त्यो भएकोले गर्दा चाहिँ अनि फेरि नानीहरू छ सबै नानीहरूलाई
ग्रेभी नै चाहिन्छ, ग्रेभीमा डुब्नु मनपर्छ भन्छ हामीलाई, डुबाइदिनु ल। पानी हाल्दिनु मेहनत त यहाँ गरममा मेहनत त गरिरहेछु, अलिअलि पसिना पनि निस्किरहेछ। अनि यो मेहनतको फल चाहिँ तपाईँहरूले राम्रो राम्रो कमेन्ट्समा दिनुहोस् ल। त्यही त भनेको सुन्नुभयो होला गाइस, मेहनतको फल त तपाईँहरूले हेरेर मजाले कमेन्ट गर्नु पऱ्यो नि त। हेर्नुहोस् यस्तो हेर्दा त तपाईँहरूलाई त पुरा खानु त मन पऱ्यो होला जस्तो लाग्दैछ मलाई त। अघि मुखमा पानी आइसकेको छ। अब मेरो चिकन पनि पाकेछ, आलु पनि पाकेछ। लास्टमा चाहिँ अब के हाल्दैछु, गरम मसला। म त अब पकाएर अन्दाज भएर यतिकै हालिदिएको ल, चम्मच समझदैन, मलाई अन्दाजले हालिदिँदैछु। अब यो लास्टमा यो अलिकति गरम मसला हालिदिएको। अनि अब यो काटेको धनियाँ पनि गार्निस गरिदिन्छु। अनि मेरो चिकन रेडी। अब रेडी टु सर्भ भएको। ल हे गाइस, रेडी टु सर्भ। हाम्रो चिकन चाहिँ यस्तो भएको छ, हेर्नुहोस् मजाले। आलु पनि मजाले पाकेको छ हो। अब ग्रेभी त चाहियो नि त भातसँग खानु लागि त, त्यही भएर चाहिँ ग्रेभीवाला चिकन हो है गाइस। तपाईँहरूलाई कोलाई मन पर्यो, तपाईँहरूलाई मन पर्यो भने चाहिँ एकदम कमेन्ट गर्नु चाहिँ नभुलिनु होला गाइस। अनि भनिदिनुहोस् कस्तो लाग्यो भनेर। अब चाहिँ म खाना खानु आँटेको। हेर्नुहोस् चिकन चाहिँ यस्तो दामी भइरहेको छ कि। अनि यो मेरो साग पनि छ। अनि यहाँनिर चाहिँ हामीले चाहिँ पुदिनाको दही हालेर चटनी बनाएको छ। अब चाहिँ गाइस म खाना खान्छु है। सो गाइस थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। यसरी हामीलाई माया दिनुहोस्, सपोर्ट गर्नुहोस्। अब म चाहिँ खाना खाएको है गाइस। बाई, सी यू सुन।